नमस्कार नमस्कार। साथीहरु, आज हामी ड्राइभिङ क्लासमा छौँ। ज्वाइँले चाहिँ हातलाई चाहिँ अलिकति पर्फेक्ट बनाऊ भन्ने हिसाबले ड्राइभिङलाई चाहिँ अलिकति पर्फेक्ट बनाऊ भन्ने हिसाबले चाहिँ आज हामीले बेलुकीको समय पारेर चाहिँ ड्राइभिङ क्लास गर्दैछौँ, ड्राइभिङ प्र्याक्टिस चाहिँ गर्दैछौँ। हेरौँ साथीहरु, ल जाउँ। म यसलाई काटेर हालिहाल्छु नि। स्टार्ट। के पो दबाउनु भयो तपाईँले? मैले ब्रेकै छ नि। ब्रेक छ। ल हुन्छ। अनि उता आएको छैन नि होइन? गाडी हेर्नुहोस् त। छैन आएको। गाडी आएको छैन। ल ठिक छ, जाउँ त्यसो भए। अनि कसो गर्ने रे? त्यो ऊ होला नि, इन्डिकेटर हेर्नुहोस् त। लेफ्ट साइड हामी लेफ्ट जाँदैछौँ नि त। हजुर। ल ड्राइभ। ल अब काट्नुहोस्। तल होइन यसलाई? त्यो अगाडि नै निकाल्नु पर्यो। ल ठिकै छ, नो प्रब्लम। छैन नि? छैन। ल जाउँ, बिस्तारै जाउँ। बाटो सही छ। सेन्टरबाट जानुपर्ने हुन्छ है जहाँ सकेसम्म सेन्टरबाट जाउँ। हजुर हस्। अब हामी चौबाटोमा आइयो। चौबाटोमा चाहिँ ट्राफिक लाइट नभएको हुँदा हामी हेरेर जानुपर्ने हुन्छ है। अलि अगाडि जाउँ, अलि अगाडि, अलिकति गाडीहरूलाई देखिनु पर्यो। अझै अलिकति अगाडि हामी लेफ्ट जाँदैछौँ है जहाँ लेफ्ट। ओके, अझै अगाडि बढौँ। हेर्नुहोस् त, यताबाट आएको छैन। पर्खन एकछिन, ब्रेक अगाडि आएको छैन नि? कन्फर्मेसन भयो होइन? ठिक छ नि? ल जाउँ, लेफ्ट साइड जाउँ। अलिकति रेस्ट दिनुहोस्। ल ओके, अब हामी जुनसुकैमा जानु हुँदैन नि फेरि है? कि यसमा जाने कि यसमा जाने है? फेरि उताबाट नि आएको हुनसक्छ। यसमा हुन्छ कि यसमा? होइन, कि यसमा र कि यसमा भनेर नलानु न, त्यसो गर्नु हुँदैन। पछाडिबाट गाडी आउन सक्छ नि त। हजुर। होइन, हामी मानौ पहिलो समात्यो भने पहिलोमा समात्ने। पहिलोमा। हजुर। सुन्नु त, हजुर। फर्स्ट लेन, सेकेन्ड लेन, थर्ड लेन, फोर्थ लेन हुन्छ होइन? हजुर। फर्स्ट लेन, सेकेन्ड लेन। अब सेकेन्ड लेनमा छौँ भने हामी सेकेन्डमा मात्रै हिँड्हाल्ने के? किन त्यो टर्निङमा सुरुमै समाउनु पर्यो। सुरुमै समात्नु पर्यो। म आफू कुन लेनमा जान्छु त? फर्स्ट लेन, सेकेन्ड लेन, थर्ड लेन एन्ड फोर्थ लेन कुनमा जान्छु? हजुर। त्यो अनुसार चाहिँ हजुरले माइन्ड मेकअप बनाउनु पर्ने हुन्छ है। धन्यवाद। ल हामी रेस्ट लिउँ। सेकेन्ड लेनमा जाँदा नि हुन्छ। हामी गाडी आएको छैन भने हेर्नुहोस् त। ल बिस्तारै। ल अब यहाँबाट स्पिड कम गर्नु सुरु गर्नु। राइट, यहाँबाट कम गर्नु स्पिड। बेसरी कम होइन क्या? ठिक छ। ल यो त्यो स्टप लाइन छ नि, स्टप भन्नु त्योभन्दा अझै अगाडि जानु। अझै अगाडि। ल ठिक छ। ल न्युट्रलमा राख्नुहोस्। तर ब्रेकमा चाहिँ हुनुपर्छ है। हजुर। फेरि तपाईँले ब्रेक छाड्नु त एकचोटि। छाड्नु त जान्छ नि अगाडि फेरि है। ल ड्राइभ गर्नु अब। ल गइहाल्नु। पछाडि गाडी भएको हुनाले हिँड्नु। रेस्ट लिनु, रेस्ट। पछाडि गाडी छ, त्यही भएर हेर्नु पर्छ। सेन्ट्रल लाइनबाट हिँड्नु है साथीहरु। हामी ड्राइभिङ क्लासमा छौँ है, दुई भाइ। हजुर। ड्राइभिङ गर्दैछौँ। म चाहिँ साइडबाट सिकाउँदै हुनुहुन्छ? इन्स्ट्रक्सन गर्दैछु है साथीहरु। बिस्तारै गर्नु, धेरै हाँक्नु भयो। बिस्तारै गर्नु, बिस्तारै, धेरै हाँक्नु भयो। राइट गर्नु, इन्डिकेटर। हिँड्नु। अलिक कम भयो फेरि, पछाडिकोलाई डिस्टर्ब हुन्छ नि। यतापट्टि हो कि यतापट्टि होइन? यता। झ्याप्पै स्पिड कम गऱ्यो भने पछाडि गाडीले हान्छ नि फेरि। ल गयो हुन्छ? होइन, हेरेर हेर्नु। जेब्रा क्रस छ होइन? हेरेर जाने हो क्या? हिँड्नु। हाम्रो राइट हो, के छैन, मान्छे छैन, हिँड्नु। हुन्छ है? हजुर, मान्छे छैन नि त। ल
ल हामी लेफ्टतिर जाउँ ओके गाडी आएको छैन छैन यसरी राम्रोसँग सिकाउनु भएपछि त एकैछिनमा सिकिहाल्छ लाइट बज्दैछ ल यता यता छ है बाटो सिधा छैन नि फेरि ल टर्निङमा चाहिँ स्लोली जाउँ ठिक छ ल अब रेस्ट लिनुहोस् सेन्टर लाइन लिएर ए यता 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 के गर्नु भएको तपाईँले झन्डै ठोकाउनु भएन नि यता हेरिरहेको थिएँ कि मैले हेर्नु होइन त्यस्तो बेलामा के छ म त ढुक्क भइदिरहेको नि सेन्टरमा हिँडाल्नु भयो भने त पुरा ट्रकतिर लानु भयो सेन्टरमा हिँडिरहेको थिएँ फेरि ट्रकलाई यसो हेरौँ भनेको उता गइरहेको छ तपाईँ त्यो उमा नहेर्नु त सेन्टरमा हेर्नु त कहाँ त उता हेरेर बसेको ट्रकतिरै पनि लानुहुन्छ त यत्तिका यो ड्राइभिङ फेल होला जस्तो दाइलाई मजाक गरे है यो चाहिँ मजाक गर्नुभएको साँच्चै हो होइन त्यति नजिक त मजाक नलानु न हो नजिकै पो भयो के अब राइट जाऊ त तेरिका ल हेर्नु है आएको छैन नि गाडी छैन क्लियर छ हजुर रेस्ट दिनु अब ट्रकलाई हेर्नु भएन